साथी हाम्रो दरबन्दी चाहिँ बेथरी चौकीमा इलाका प्रहरीमा परेको रहेछ अनि हामी यहाँ जिल्ला छौँ। यहाँ चाहिँ हाम्रो नयाँ गुरुबाले गाडीमा लग्नुहुन्छ उहाँसम्म अनि उहाँ गएपछि हामी के हुन्छ मोबाइल गाडीमा ड्युटी परेको रहेछ हाम्रो अनि केही छिनमा हामी चाहिँ हिँड्यौँ अनि त्यही कमसेकम 8-10 मिनटसम्म लाग्छ होला। त्यहाँ हामी पुगिसक्यौँ। पुगेपछि हामी चाहिँ ड्युटी गरेर यहाँ आएपछि साँझ भइसकेको थियो। यहाँ हामीले मासु पकाउन लायौँ गुरुबासँग सोधेर। यहाँ मेसमा खाना बनाउने गुरुबा हुनुहुन्न, त्यही भएर हामीले चाहिँ हाम्रो विभागमा एउटा निर्वाचन प्रहरी सहायक रहेछ त, त्यसले र मिलेर दुवैले मिलेर खाना बनायौँ। खाना बनाएपछि छिटो छिटो यसो रमाइलो गरी अनि त्यसपछि हामीले चाहिँ यसो बनाउँदै केही गरम जस्तो भयो, पिकनिक जस्तो टाइपको लाग्यो हामीलाई। अनि मैले घरबाटै सानो ब्लुटुथ स्पिकर पनि ल्याएको थिएँ अनि हेर हामी चाखिरहेछौँ त्यही कुरा गर्दै अनि मासु चाहिँ फ्राई गरिरहेको थियौँ, हल्का फ्राई। अनि त्यो सब टेस्ट गरिरहेछौँ कस्तो छ कस्तो छैन भनेर। अर्को साथी चाहिँ गएको छ, केही कामले गइसक्यो अनि हामीले चाहिँ फेरि म हेरिरहेको थिएँ यहाँ। अनि यो मेरो साथी राकेश भाइ चक्नलाई दिएँ मैले केही छिनपछि ऊ आउँछ भनेर हामीले ब्लुटुथ स्पिकर सब ल्यायौँ भनेर बजाउँदै फेरि नाच्दै फेरि रमाइलो गर्दै हामीले फेरि केही बेरसम्म यस्तो इन्जोय गऱ्यौँ। त्यो अर्को साथी नआउन्जेलसम्म। अनि ठिक यहाँ हेर त भारत जस्तो डान्स। ल हाम्रो कुब्रा आइसकेको रहेछ, उसको डान्सहरू है साथी, उसको डान्स। अनि हाम्रो चाहिँ ड्युटी मोबाइल गाडीमा परेको थियो, त्यसको कारणले हामीले खानासाना हतारमा खाएर हामी फेरि हाम्रो बोलावा चाहिँ जिल्लामा आएको थियो। अनि आफ्नो झोलासोला प्याक गरेर गाडीमा बस्यौँ अनि केही 8-10 मिनटमा हामी जिल्ला आइसकेको रहेछौँ। ल साथी धन्यवाद, लाइक गर भिडियोलाई, सब्सक्राइब गर च्यानललाई। ल।